यही हो त हो नि कोडोको भनेको यो त घैटो जस्तो छ त हैन कोडोको चाहिँ रक्सी दिने भाँडो हो यो घैटो होइन यो हो र हो नि त बरु हालिदिन्छु त नछो साउले गर्छ नि ल ठिक छ सिक्छ खानु साथी तपाईँ र म नखाउँ बुवालाई मात्र हाल्यौँ है होइन तिनटेलाई हाल भाइ आज खाउँ नै हामी नखाउँ बुवासँग खानु मिलेन नि त म त साथी चुप्प लाएर मिलेर म त खर्या छु बढी हुन्छ है अलि हाल खाउ बुढा ल अहिले खाएपछि फेरि थपाउँला नि त बुवा हुन्छ सक्को यो पनि कोही नलाग्नु सबले बारचुरी खाऊ म खान्छु है ए बिस्तारै खाऊ बुढा घटी लागेर मरौला बिस्तारै भन्नु लाग्छ तिम्रै साथी भन्नु लाग्छ मनका कुरा भन्नु लाग्छ तिम्रै साथी भन्नु लाग्छ मनका कुरा मेरो मनको चाहना के छ गाह्रो त भएको छैन बा यत्राको गाह्रो हुन्छ के रो उमेरमा त म पहिला बास गएर 16 नम्बरी नुन 14 चक्कर गर्थे यत्रो गाह्रो हुन्छ मान्छेका छोराले उहाँ आफ्नो बाबुआमालाई अमेरिका कता कता चाइना भारत घुमाइसके आफ्नो छोरो बनाउँदाले एकै घुमाउँदै छैन मोबाइलबाट संसार हेरेर बाउ भन्छ अब मोबाइलमा मेरो नजरले भ्याउँदैन त्यही भएर त्यही हाम्रो बागमाराको बजारतिर लग भन्छु बल्ल बल्ल आज ल्याछ गाह्रो छ यार यो बौला केटो जन्म के भो छोरो यस्तै छ त्यही पनि ल्याछ तिमीलाई उता अमेरिका युके लानलाई म यहाँ ल्याएर नि होइन गाउँमा तिम्रै सेवा गर्दै त बसेको छु बुढा अब भर्खर त हाम्रो गाउँमा रोड पुग्यो गाडीमा हालेर यहाँ लिए किन गनगन गरेको छौ हिँड बुढा हेर पारि कति राम्रो घर बनेका छन् कबड हल बनिसक्यो यत्रो बागमारा यत्रो भयो हो त आज त गजबै ठाउँ लिएछ यो केटोले हाई यस्तो केटो यो सेतो माटोले पोटेछ नि चुङ्गाको बुढा गाउँले पारा नदेखाउ न होइन यो बागमाराकै सबभन्दा ठुलो होटल हो कि उता कबड हल छ ठुलो के छ अनि यो खरको छानो यो खर पनि कस्तो खालको हो यो कबड हल हो कि बुढा तिमी बुझ्दैनौ गाउँबाट भर्खर आछ सर हेर त भाइ हेर त्यो दारू हो कि के हो हेर त सर्लका चोप केही छैन केसको दारू भाइ दारू होइन के बुढा यो आधुनिक डिजाइनको घर हो यसलाई पिल्लर भन्छ बुढा ए पिल्टर जे पनि हेर त भाइ हेर त रातो हेर त फुल रोप्या छन् कि यो झ्याल हेर त भाइ यो के यार सानो काटियास गाउनु नि म त हुक्के यार हेरिकिन राता पेला त्यो डब्बु क्या हो फेरि है तरी तिमी बुझ्दैनौ के बुढा भर्खर गाउँबाट आएको यो यहाँको साउ फेरि मेरो आफ्नो साथी हुन् अहिले फेरि बाउ गाजे रहेछन् भनेर थाहा पाउँछन् म तिमीलाई यहाँको साउसँग भेटाइदिन्छु साउ त भगवान हुन् कि क्या हुन् यार भगवान होइन कि बुढा भगवान नै हो के कुरा छ भित्र म तिमीलाई देखाउँछु के यहाँ भगवान नै व्यवस्था घरमा बस्छन् त केटो यहाँ भित्र के कुरा छ के हल्ला नगर्ने अहिले मेरो बेइज्जत हुन्छ हेर त के देखा छन् म त खानी हुँ है त खानी म मिलाउँछु चुप हल्ला नगर के बुढा हेर आज त म त हिँ बस्नु हिँ खाने म त हिँ ग्यास गरेर बस्ने बत्त आज यहाँ हेर त यो चिल्लो यो के हो माटोले पोत्या हो कि केले पोत्या हो हेर त भाइ हल्ला नगर के बुढा ओहो यो चिल्लिन्छ क्या हो फेरि बुढा म के छ म देखाउँछु तिमीलाई तैँले देखाउनु पर्छ म आफै हेर्छु नि अब त बुढा ए बुढा ए बाउ के भयो ए बाउ तैँले भने भगवान नै हो हाई के राख्छ भाइ यस्तो के राख्छ हाई ओहो हेर त हेर यो चाउला कठो कहाँबाट लिए यत्रो ओहो यो क्या हुन् त्यो क्या हुन् मेरै छोरा साथी भने त यस्तो म त हिँ खाने यही गर्ने आम्मा यो क्या हुन् फेरि हेर त त हुकिए आज यो हेरिकन आम्मा त्यो बटुल्नु क्या फेरि त्यहाँ पानी हाल्यो नि रक्सी हाल चाख्ने त्यो त हुने चाहिँ भने बुढाले कस गरेर हैरान बनाइसके एकचोटि बताइदिनु पर्यो सर बा तपाईँलाई चाहिँ
थाहा छैन के हो जमानामा चाहिँ तपाईँ कोइलावास गएको मात्रै कुरा गर्नुभयो त ओ के हो धेरै पछि बागमारा आउनु भएछ कि गारे यो आजभन्दा 5-7 वर्ष पहिले चाहिँ यो बगर थियो बुवा तपाईँलाई कस्तो लाग्छ थियो कि थिएन थियो त पुरा यहाँ त गाई चर्थे हो नि त हो नि। अनि त्यस्तो बगरलाई हामीले चाहिँ यसलाई कायापलट गराएर अहिले चाहिँ यो ठुलो सारा भवन बनायौँ यो भवनभित्र चाहिँ रोल्पा जिल्लाको एकमात्र डिपार्टमेन्टल स्टोरको नीतिगत व्यवस्था अनुसार रहेको चाहिँ माट पनि खोल्यौँ अनि यो माटबाट तपाईँ हाम्रा सबै आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई सस्तो सुलभ तरिकाले हामीले चाहिँ सेवा पनि दिइरहेका छौँ हामीसँग विभिन्न किसिमका चाहिँ गाडीहरू पनि छ गाडी पनि छ नि त बुवा अनि तपाईँलाई चाहिएमा घरसम्मको लागि दुवानीको व्यवस्था पनि छ यो त्यो के हो डुवानी भन्ने दुवानी भनेको तपाईँ पनि जान मिल्ने तपाईँको सामान पनि लान मिल्ने ओहो त्यस्तो त्यो भएर तपाईँलाई चाहिँ चाहिने चिजहरू बुवाबालाई त अब यसो टुक्को पनि लाउनु पर्छ होला हामीसँग चाहिँ यसो सबै पाउँछ है खाद्यान्न चिजहरू किरानाहरू है यसको थोक तथा फुटकर बिक्री हामीले फिक्स रेट क्यास फिटमा दिइरहेछौँ नि बुवा यसै कारणले गर्दा तपाईँलाई चाहिँ अब के चाहियो भन्नुहोस् न हामी तपाईँको सेवाको लागि तत्पर छौँ बुवा स्टरपरै हुनुहुन्छ एकदमै तयारी छौँ अब मलाई त्यो औरीका त्यो कहाँ जानु पर्दैन ठिक छ के रो पर्दैन नि। मेरो छोरो यो तोरीले राम्रै काम गर्यो है आज अघि तपाईँ चाहिँ मुर्छा परेको धल्नु भएको रहेछ त म त रक्सी खाएर पो धल्नु भएको थियो कि भन्नु थालेको थियो ठिक भयो कहाँ रक्सी खान्छु म रक्सी त अब खान्ने हो पारा आफ्नो सरको दारा निकालेर यो सँगै खान्छु आज म खुसियालीमा छोरोलाई हो र साथी बाबालाई चाहिँ एकदम सही ठाउँमा ल्याउनु भएछ क्यारे हजुर अब चाहिँ हामीले केही न केही सोच्नुपर्छ बाबालाई मेरो उमेरमा चाहिँ होइन मेरो छोरोको साथी तपाईँ होइन हो नि नमस्कार गर्नुहोस् न त एकचोटि नमस्ते 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 साउजी म त भगवान बेटा यो पर घर गइजाओस् होइन घर बसाउ अब खाने बस्ने लगायतका घर लग्ने सामान त यहाँ थुप्रै रहेछन् म भुल्न गेल्ने तर म उहाँ गाउँबाट आएको म त फेरि त्यो एउटा मोबाइलमा हेर्थेँ अब खाने बस्ने अनि खाइसकेको यस्तो राति सुत्ने यस्तो सेतोमा यस्तो बुत्रुक बुत्रुक गरेर सुत्ने आनन्द लिने छ कि छैन त्यो पनि भन्नु पर्यो छ साउजी बुवा तपाईँलाई यी चिज मात्र कहाँ तपाईँलाई खाना बस्नको पनि चिन्ता रहेछ हामी कहाँ चाहिँ खाना बस्नको लागि आरामदायी बास अनि व्यवस्थितको घाँस यति मात्र होइन तपाईँलाई चाहिँ वृद्ध मैत्री चाहिँ यसो हाम्रो होटेल पनि छ तपाईँ चाहिँ मजाले चाहिँ ग्राउन्ड फ्लोरमै बसेर खान सक्ने तातो चिसो पानीको व्यवस्था भएको अनि शुद्ध प्युरिफाई पानी पनि भएको यसो चाहिँ रिसोर्ट बसाइ सहितको चाहिँ कटेज पनि भएको अनि चुप्प लाउनलाई चाहिँ लोकल अर्ग्यानिक खानाहरू लोकल कुखुराका कालिजका मासुहरू पनि पाउने होइन लगायत तपाईँ भन्नुहोस् न अर्ग्यानिक धेदोको कुराहरू भन्नुहोस् ढिरो हो नि त पाइन्छ त बुवा हाई। अनि हजुर बुढो मान्छेलाई त चाहिएन र अनि तपाईँले भन्नुहोस् न अनि आरामले चाहिँ मस्तीसँग निद्रासँग चाहिँ सुत्नको लागि अटेच बाथरुम सहितको चाहिँ कोठा पनि पाइन्छ र 24 घन्टा बुवालाई चाहिँ यसो समाचार हेर्नलाई चाहिँ वाइफाईको व्यवस्था पनि छ कि बुवा हामीसँग त्यो वाइफाई भने के हो फेरि बुझ्दैन कि बुढा अलि पछि भन्नु ल तँ हेर्ने हो मोबाइलमा हेर्ने देश दुनियाँलाई हेर्ने म त अब घर जान्न होला यहीँ यास गरिन बस्ने हो ल बुवा ल जति बसिनुहुन्छ त्यति मात्रै कहाँ हो र तपाईँ गाडी चढेर आउनुभयो भने तपाईँलाई चाहिँ गाडी पार्किङको पनि व्यवस्था छ ए हो र त्यति मात्रै कहाँ हामीलाई चाहिँ यसो गायत्री मती चाहिँ वातावरण पनि छ राम्रा राम्रा फुलबारीमा गएर बुवाको टिक्क परेको फोटो पनि खिच्न सकिन्छ पुरै छ म त हुक्किया अब यहीँ बस्ने हो म त अब हेर छोरो तोरी खाने बस्ने सुत्ने लगायतका फोटो खिच्नेदेखि सबै यहीँ अब तेरो यहाँ काम छैन त घर गइजा उहाँ घर र भुइँसोले राङ्गो खोजिया छ फेरि तेरो आमाले मार्छ हेर तेरो त माथेरा घैटेसित राङ्गोमा लगेस् त गइजा म त यहाँ बुढा तिमी यहाँ बसेपछि यहाँ खाएको पिएको पैसा कसले तिर्दिन्छ यो पैसा नि लाग्छ र ठुलो कबड हल पनि छ गेम खेल्नको लागि ब्याडमिन्टन खेल्नको लागि हो र बुढा तिमीले ननुहाएको 1 वर्ष भइसक्यो यही नुहाउने के 1 वर्ष भनेर मर्छ 3 वर्ष भन्न सुन्छन् कि अब हामी यहीँ बस्नुपर्छ आज भोलि जाने घर आज यतै बसौँ ठिकै छ त पैसा भन्ने टिसरा पट्याउन फालिदिउँ ल बसौँ ओहो बुवा तपाईँ त ननुहाएको पनि 3 वर्षै भएछ अब यहाँ हाम्रोमा चाहिँ आयो भने आज बस्यो भने तातो चिसो पानी दुवै पाउँछ तपाईँलाई चाहिँ चाहिने जतिको चाहिँ मनतातो पानी बनाएर 2-3 घन्टासम्म 2-3 वर्ष ननुहाएको मैल चाहिँ खाटला खुट्लुक्कै फाल्नुपर्छ त्यति मात्र होइन तपाईँलाई चाहियो भने त स्विमिङको लागि स्विमिङ पुलको व्यवस्था पनि छ कि बुवा तातो पानी के हो स्विमिङ भनेको चाहिँ पौडी खेल्ने भने हो र खेल्न आउँछ पोखरा उहाँ कति खेल्ने ओहो त्यसो भए त पहिला चाहिँ बुवालाई चाहिँ स्विमिङ गराउनु पर्यो त्यसपछि ल्याएर फेरि तातो पानीमा मजाले फ्रेस गराउनु पर्यो
हुन्छ र सबै सेवा सुविधा बाला आज अनुभव गराएरै छाड्नुपर्छ त्यति मात्र होइन हाम्रो त अट्याच बाथरुम सहितको त्यही भित्रै सुत्ने भित्रै अनि नुहाउने भित्रै दिशा गर्ने सबै सुविधा भित्रै गयो भने तपाईँ बाहिर निस्किनै पर्दैन खाना पनि उस्तै तल पनि भित्रै दिन सकिन्छ है बुवा तपाईँलाई म त 3 वर्ष मैलो फाल्यो भने त ह्याउस्युदेखि चोरे एकदम तपाईँ त हामीभन्दा अझ चाहिँ हेन्डसम देखिनु जस्तो लाग्छ है ठिक छ म यहीँ बस्छु यास गर्छु ओके बुवा ओके ल बुवा यहाँ चाहिँ धेरै ग्राहकहरू आउनुहुन्छ अब चाहिँ म हिसाब पनि गर्नुपर्छ काउन्टरमा गर्नु पनि पर्छ के बुवा पैसो त्यो भएर चाहिँ म चाहिँ अब उता गएँ ल हुन्छ बाबु ल हजुरलाई चाहिँ यो पसलमा अरू पनि बाँकी केही छ भने यसो हेर्न सक्नुहुन्छ ल हुन्छ बाबु तिमी गर यो छ त यो तोरीले देखाउँछ यार हर त भाइ हिँड के सुविधा छ सब देखाउँछु ल हर आज त जे भए मलाई देखा त हेर त यो क्या फेरि त हेर त यो के होला यो त्यो मैला कपाल यहीँ राखेको चाउमिन हो खाने चाउमिन दाल केसको दाल हो भाइ ल घर लगाऊ के हेर त यो क्या हो फेरि यो चाहिँ चामल पनि यति सानो चामल हुन्छ चाउल लागेर त यो ठुलो हुन्छ ठुला बडाले खाने हो बुढा ठुला बडा म पनि ठुलै हो आज खान्छु है म हेर त यो क्या हो फेरि हेर यो मै थाहा पाउनु के पाउँछ के कस्तो बुढा यी बेर त्यो रिरुमा हाल्ने हेर त बुढा साउलेमा हाल्ने फेरि क्यामेरा छ के क्यामेरा हेर त हेर यो क्याउन फेरि डल्ला क्याउन पाउने भने के चिज छ बुढा म ढक्कल नै म यहाँ राम्ररी हेर्छु कस्तो छोड यो तोरीले दुभा गयो हेर यो क्याउन फेरि नि हिरा बुढा हेर त बुढा हिरा हेर त म वहाँ एकचोटि कोइलाबास नुन बोक्न जाँदाखेरि एउटा प्रधानमन्त्रीले यस्ता खान्थ्यो आज म खान्छु हेर बुढा छ के बुढा त्यो सिसीले के गर्छ हेर यो क्या हो भाइ ओल्ड दरबार भन्छ हाम्रो उता के भन्छ लेभल मिल्दैन कि बुढा लेभल मिल्दैन हिरिहाल नगर्न कस्तो बुढा एकछिन पक्कमा राम्रो हेर्छु हेर त यो क्या हो यो गाईको मुख जस्तो छ भाइ च्याउ बुढा तिम्रो लेभलले भ्यान्ने यो हिरा लेभलले मेरो त उहाँ प्रधानमन्त्री सुमनको मुन्छे नगर्न कस्तो आफ्नै छोरो गतिलो छैन के गर्ने अत्याधि त यहीँ बस म माथि धुरी हेरेर आउँछु कस्तो यहाँ रङ्गी चङ्गी पुरा यार खामा क्यास काउन्ट भन्दा के पिल्लरिङ बन्छु आम्मा कत्रो घाउ यार यो त हेर्दै रङ्गी चङ्गी झलक के हो यो मेरो अनुहारको मुन्छे पो त्यहाँ छ त होइन म चर्छु गर्छु त्यस्तै गर्छु हिजो वाइफी के छ भने त यही होला मैले हान्न लाग्छ आम्मा खाइ के चस्का ढोका यत्रो सिमलको हो कि टुनीको हो यहाँ पनि मेरो अनुहारको मान्छे छ त होइन यो घरमा के मै एक्लै यो पत्तरी मेरो अनुहारमा थुक्छ हाम्रो यो हेर त तातो पानी आउँछ चिसो पानी आउँछ भन्तो बेले यही होला हात धुनु पर्यो आचु जलाएर मारो यहाँ त किन पानी त हत्तेरी यो हेर त सिसा घर हेर त हेर यो घरीमा त भगवान पो छन् त पक्कै पनि श्री कृष्ण भगवान जस्तो लाग्यो हजुर म तपाईँको गीतमा नाच्छु मलाई सधैँ जय दिनुहोस् जिन्दगीमा धेरै दुःख पीडाहरू भोग्यो अब चाहिँ रमाइलो रिल्याक्स गर्ने भन्ने यही टाइम हो अब कुन दिन चिप्लिने हो चिप्लिनुभन्दा पहिला नाच्छु शिवको भक्ति गाउँ जन्जो गाउँ भन्ने हो यो पनि शिवको त्यो अब एउटा छोरो थियो त्यो तोरिया अब तल्लोपट्टि नै अब कहाँ लड्किन ढलो कि कहाँ गयो अब टेन्सन छ एक्लै घुमिराखेको छु अब यत्रो घरको माथि ढुरीमा माटो पनि हालेर रहेछन् अब नाचिन्छ फनफनी भएको बुवा किन यसरी आज त साह्रै खुसी भएर नाच्दै हुनुहुन्छ अनि अब यहाँ हेर त यहाँ नाचेको छु म त भन्ने अब चिप्लिने दिन आउँदैछ त्योभन्दा पहिला नाचौ भने तपाईँको छोरो खै छोरो चाहिँ आज तपाईँको खै तपाईँले कहाँ छोडेर आउनुभयो त अहिले मेरो छोरो तलै हो कहाँ घोप्टे परेर हालत हो अनि काम छैन ठिक छ छोरा जानु अनि हिजो त खुब बुत्रुक गर्नेमा सुताउँछु राम्रो खानपिन खुवाउँछु भनेर फुर्ती लाउने खै त कहाँ छ के छ होइन हामीसँग चाहिँ बुत्रुक सुत्ने ठाउँ हो अनि स्विमिङ गर्ने ठाउँ
अनि त्यसै तपाईँले मजाले बसेर खाने ठाउँ, तपाईँ चाहिँ आनन्दले चाहिँ रोमान्टिक तरिकाले चाहिँ बस्ने ठाउँ अझै तल छ। यो तपाईँको माथिको चाहिँ छतमा छौँ अहिले हामी। यसलाई छत भन्छ? हजुर, हामी अहिले यो हामी छत त छ। घरको धुरी पनि दिउँ त्योलाई त। धुरी चाहिँ माथि त्यो हो, यो चाहिँ छत हो। तपाईँ जहाँ बस्नु भएको छ अहिले हामी यहाँ चाहिँ बौरी चाहिँ कबरल नजिकमा छौँ। अनि यो त म त यो खरको होला भन्ने त अर्कै रहेछ नि। होइन, यो 3 हो। अहिले यो जमानामा यसलाई 3 भन्छ। पहिले पनि तपाईँको जमानामा खर नै भन्थ्यो। हजुर, छानो भन्थ्यो है। होइन बुवा? अनि त्यही त, हजुर एकदम पुरानो मान्छे, अहिले चाहिँ यहाँसम्म आउनुभयो है। अब तपाईँलाई चाहिँ ल तल गएर खाना बस्न मिल्ने ठाउँमा है, तपाईँलाई चाहिँ म त्यहाँ चाहिँ बुद्रु बुद्रु गर्ने ठाउँमा लाग्छ नि, हुन्न बुवा? आस्था म त यति खाने हो है। होइन होइन, खाना त जति खायो नि भयो नि। अनि चुप्पा हान्ने नहान्ने? किन नहान्नु त? त्यही हान्ने खाना पाइन्छ नि त, डान्स हान्ने हो मैले। ल ठिक छ ठिक छ, साह्रै खुसी हुनु छ। धन्यवाद तपाईँ। अघि जाऊ कहाँ छ? मलाई हतार भइसक्यो। हुन्छ बुवा, हुन्छ, जाऊ न त। हतार्ने नै पो हो। होइन होइन, लिएर अनि यहाँ सुन्नु त, अब म त यस्तो हिरो मान्छे, हिरोइन चाहियो है। नहीं हिरोइन त जति जति नि हेर बाबु, आस्था म त त्यो महँगो रौसी खाने हो है। खानी त्यो मेरो छोरो कहाँ गयो? त्यो पक्कै पनि ल्याउँछु लिउ पुच्छर खाएर ढलो कि रक्सी खाएर ढलो कि हिजो खाने होइन बाबु भने के तिमीले पनि खायौ बाबु? अलिअलि त तुको लाग्यो नि त बुवा। यता त मान्छे अब मल खाने हो यो। ल ल बुवाला हुन्छ बुवा। अनि यो साउ बाबु यो छोरो काम छैन क्या? यो छोरो साउ अब मजाले खुवाउँदैनन्, उनीहरू एक्लै खान्छन्। कारण निकालेर आस्था खाने हो, म पनि त्यो विदेशी रौसी। होइन होइन, हामी खानुपर्छ। अब बुवालाई चाहिँ ठ्याक्कै रक्सी खाने ठाउँमै लाने हो। खुब एक्लै रक्सी खाने होइन तिमीहरूले? रक्सी भने यस्तो बाउ बिर्सिन्छ नि तोरीहरूले। होइन होइन बुवा, हामी त बुवा बिना त कहाँ हामी। अनि त्यो कब्रा हल कि के भन्थ्यौ? कहाँ छ? कबरल बुवा, ए कब्रा हल जाउँ। कबरल है। जेबेनहरु न हामी जाम। यो त भुत्तको दुलो भने त यो त ओहो त्यो भलिबल खेल्ने पनि ठाउँ रहेछ। आम्मामामामा, स्याबास स्याबास, गरिखान्छस् तैँले, राम्रो काम गरेर रहेछस् त। धन्यवाद बुवा। यो त कहाँ भुट्टा दुला भन्नुहुन्छ? हजुरले चाहिँ यो कबरल हो। यसमा एउटा भलिबल भन्ने यहीलाई भन्छ नि? हजुर, कबरल कबरल। यसमा 3वटा चाहिँ ब्याडमिन्टन खेल्न सकिने चाहिँ कबरल छ, कोर्ट छ, एउटा भलिबलको कोर्ट छ। यो पनि लुम्बिनी प्रदेशकै एकदमै उच्च हैन स्टेडियम सहितको मान्छे बसेर हेर्न खालेको चाहिँ म त यो मुलाले गब्लाउँछ होला भन्या त साच्चै रहेछ। साच्चैको भित्र यसमा त तपाईको ठुला ठुला चाहिँ कार्यक्रम, सेमिनार हलहरू, ठुलठुला चाहिँ सभा, गोष्ठी सम्मेलन है, ठुला ठुला मेलाहरूमा चाहिँ चाहिने आवश्यक हलको रूपमा पनि प्रयोग गर्न सकिन्छ बुवा। त्यो यता म पनि मेला लाउने हो यहाँ। अनि हजुरलाई त अब हामी यहाँ बोलाउँछौँ नि सर है। अनि साउ भाइ यत्रो बनाएर रहेछौ, अब यहाँ त मेला महोत्सव के हुन्छन्, लाउन पाइन्छ? सबै पाइन्छ बुवा। अनि यो त्यति मात्रै कहाँ हो र? यो त हामीलाई चाहिने चाहिँ हैन खेलाडी उत्पादनको लागि, स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्छ नि बुवा। त्यो रिरुन सुन्या थिएँ। हो, त्यो अनुसार चाहिँ हामी बुढापाकाहरू, तपाईहरु चाहिँ स्वास्थ्यको लागि, हामी चाहिँ राष्ट्रको लागि। यहाँ त क्षेत्रीय गेमसम्म खेलिसके त, यसरी चाहिँ एकदम बृहत रूपमा चाहिँ खेलाडीहरू उत्पादन भइसक्यो बुवा। हो र? हो नि त। त्यो त म पनि अब क्षेत्रीय के खेल्ने म पनि। हजुर पनि सक्नुहुन्छ, तर चाहिँ तपाईँ स्वास्थ्यको लागि अब यसो टुक्को रक्सीले कम गर्ने, गेमतिर अलि बढी चासो दिने, यसो गर्नु पर्यो बुवा। ल हुन्छ, म अब भनिया मान्छु, म पनि बल खेलिकन 60 वर्ष बुढो पनि क्षेत्रीय खेलो भन्ने त रिरुल फुक्छ होला है खेले। फुक्छ नि बुवा। हैन, हाम्रै घर छेउटी यत्रो बनाएर रहेछौ बाबु। साउ भाइ तिमीले अब धेरैको जिन्दगी बनाइदिने भयो, धेरै धेरै धन्यवाद। यो चाहिँ परिवर्तन गाउँपालिकाकै सान एउटा चाहिँ भविष्य कबरल हो। यो कबरल बागमारामा पाउनु भनेको, अनि यो तपाईँ हाम्रो यो परिवर्तन गाउँपालिकाले चाहिँ एकदम गर्व गर्नु हो बुवा, होइन र? ओहो हेर त कत्रो यो चौरो हो यो, यहाँ के गाई बान्ने हो कि किला पनि काट्या रहेछौ? होइन नि बुवा, कहाँ गाई बान्ने भन्नुभएको? यो त बस पार्क भन्छ नि, बसहरू राख्नलाई प्रयोग गरिने। के पार्किङ घुमाउने बस? बसहरू हेर्नु न, ट्र्याक्टर छ, जिप छ, बाइक छ, यो सबै राख्न मिल्छ, ट्रकहरू राख्न मिल्छ, बसहरू राख्न मिल्छ। मैले त्यो जहाज हेलिकप्टर लिएर पनि बसाल्न मिल्छ? हेलिकप्टर पनि मिल्छ। यत्रो राम्रो ठाउँ यही गाउँघरमा यत्रो भएछ। अनि त्यो छोरो म्याउजु लिउ पुच्छरले लिए पो भन्नु।
ओइले बल्ल लिएर आयो त्यो कहाँ बेपत्ता पऱ्यो थाहै छैन योमा पनि तपाईँले चाहिँ त्यो माउसीले भए पनि जे भने मेरो साथीलाई चाहिँ तपाईँले गर्व गर्नुपर्छ के छोराले यहाँसम्म त ल्याउनु भयो नि त होइन त्यो तोरीले मलाई मेरो बल्ल साथी हो बल्ल नि लियो त मेरो साथी हो नि त साथी त्यही त दुईटा मिलेर रक्सी खाने अनि तपाईँ जस्तै बुवाहरू त कति हुनुहुन्छ होला यस्तै हेर्न नपाएका सबलाई ल्याउनु पर्छ है अब तपाईँ पर्छ हाम्रो त। साथीलाई भनेर भए पनि पर्छ त त्यसलाई पनि मैले गालामा हिर्काएर लग्छस् कि तँलाई जुत्ताले मोजा सुँगाइदिउँ भने बा म लग्छु भनेर ल्याऊ ए हो त्यही भएर हेर मेरा उमेरका दाजुभाइहरू आफ्नो छोराले मानेन भने कुहिएको मोजा सुँगाइदिने अब हेर साउ भाइ पहिले पहिले पो घरको छेउमा गाई भैँसी भन्थ्यो अहिले त गाडी चिलगारी के राख्छन् म त हुके यार यो जमाना परिवर्तन पनि कसरी भयो भाइ यो त जमानाको माग नै हो नि बुवा हो नि त अब ऊ जमाना जस्तो छैन नि त हजुरले चाहिँ कोइलाबासबाट नुन बोकेका जस्ता यिनीहरू बोल्छन् बोल्दैनन् ए बाउ के छ के छ यत्रो बेलसम्म त कहाँ गराइस बाउ हिजो भने होइन तिमीले माथि भैँसी बिसाउन राँगा लगेर जा भनेको त्यही गएको थियो बुढा ए भैँसी मिसाइस मिसाए छोरो कसको मङ्गलेको साथीले गर्नुहुन्छ हो साथी अब साथी दुइटा राम्रै छ काम गरेर आउनु भएछ नि त साथी त तिन दुइटा त म मिलाइदिन्छु अब होइन, ठिक छ बुवा ठिक छ हामी त छोरो भएपछि फेरि मेरो पनि यहाँ अलिकति होला त नै त्यो त हो नि त अब हामी मिलाउने हो त मेरो साथी। छोरो ठिक छ जेमेन भुइँसो बाली गयो कि गएन भाइ बिल्कुल गाछ एक नम्बरमै बाली गाछ तैँले त छन्न गर्ने नि कतै ल बुढा ल जाउँ छोराहरू अब मेरा दुईटा सुपुत छोरा पो छन् त यहाँ म डराउन्न ल खोल केटो खोल ओहो आमा कस्तो के मान्नु त्यसको डार जस्ता पनि छ। होइन बुवा यो त के गेट हो भाइ? नि त गेट हो सुरक्षित पार्किङ गेट? गाडीभित्र राख्नु पर्यो नि कारहरू राख्नु पर्यो नि बाइक राख्नु पर्यो नि तपाईँ हामी भित्र बसी यो गेट लगायो भने हामी पूर्ण रूपमा सुरक्षित हुन्छ कि बुवा हो र त्यो गुन्डाहरू आउनन् अनि कोही आउने सम्भव नै हुन्न हेर्नु न यहाँ चाहिँ बारहरू छ तपाईँको बाउ त लास्टै चोरी आउनु रहेछ नि त होइन हो के साथी एकदमै गनगने छन् भने त्यत्रो गनगने चोर्या छैन म राम्रो मुन्सी हौ अब दुईटा छोरा भएपछि यति त दिन पर्यो त बुढा भएर हो कि किन हो साह्रै गनगन गर्नुहुने रहेछ है। एकदमै मेरो दिमागै खाछन् भनेको यो थाहा छ मैले पाक्क दिन्छु नि थाहा पाउँछ होइन होइन बुवा त्यसो नहो हँ? छोरालाई त्यस्तो गर्नु माया मिल्दैन। गरे माया होइन भाइ यता खाने खाने हो यो खाने ठाउँ है ट्याङ्कै यता खाने हजुर कुर्सीमा बस्ने अनि सोफा भन्छ है सोफा यसलाई सोफा भन्छ बुवा बुवा यो हो सुत्ने ठाउँ म चाहिँ खोलिदिन्छु है म खोलिदिन्छु हेर्नुहोस् ताल्ला आउनुहुन्छ अब चाहिँ हामी खोलेर यसमा भित्र जान्छौँ आउनुहोस् बुवा हेर्नुहोस् त यही हो सुत्ने यो के हो एकछिन है छोरा म भित्र जान्छु यो खोल त यो चाहिँ अट्याच बाथरुम भन्छ नि ए। यो चाहिँ बाथरुम हो है बाथरुम ल जे सुत्यो होस् म जान्छु बुढा ओहो ए तोरी यहाँ त पानीको कुवा जोरामुल पो छ त ए बुढा यो टोइलेट हो के ए मुख धुना यता बुढा टोइलेट हो यो कस्तो खालको टोइलेट हो त फेरि भित्र त पानी छ मुख धुजा यसलाई चाहिँ कमोड टोइलेट भन्छ बुवा यो बसेर चाहिँ आनन्दसँग दिशा गर्न मिल्ने टोइलेट हो कमलको के? टोइलेट कमोड कमोड ए कमलको हजुर कमोडको कमोड जे सुनेको होस् न जाउँ खाना खाने जाऊ न कहाँ जानु लाग्छ तिमीहरू खोला झिक्नु कहाँ बगै फालो होला यार खोला होइन बुवा यो स्विमिङ पुल हो स्विमिङ पुल स्विमिङ पुल यही हो स्विमिङ यो पौडी खेल्न मिल्ने हट, म पौडी खेल्छु यस्तो चिज पनि मर्दैन गग्रेर होइन होइन यो त अब इन्जोयको लागि खेल्ने नि त बुवा घाम साम लाग्यो भने यो त म त पाउडर साउडर हाल्यो होला भने त यो खोलो पो रहेछ र खोलो खोलो बुवा खोलोमा स्विमिङ स्विमिङ पुल होइन यो को तोरी हो म बस्ने ठाउँमा पो बसिया छ त होइन तोरी होइन नि बुवा उहाँ त चाहिँ परिवर्तन गाउँको बेला 3 खुनीको हुनुहुन्छ वाडा अध्यक्ष पो हो अनि त सर नपाऊ है अब नमस्कार बुवा, नमस्कार। गाह्रो फिर्न मन फेरि त्यो बिर्दा भत्ता रोकिदेऊ लाग्यो टेन्सन छ ओहो हाई 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 यत्र यत्र ठुल्ठुला मुन्स पनि यहाँ आउँछन् र यो हो नि बुवा हजुर त गाउँबाट आउनुभयो जस्तो छ यो भनेको पश्चिम रोल्पामा निकै भिआइपीको रूपमा चाहिँ खुलिएको होटेल हो यहाँ चाहिँ हामी पनि आउँछौँ हामी जस्तै यो ओडाका यहाँका प्रतिनिधिहरू आउनुहुन्छ यहाँका राम्रा सज्जन व्यक्ति पनि आउनुहुन्छ एकदमै भिआइपी मान्छे आएर मजाले आरामदायी बस्ने ठाउँ हो नि बुवा यो त आरामदायी छ यहाँ त खाना बस्नको लागि ए हो र हिजो पनि भन्छ यहाँ वारा अध्यक्ष पनि भन्छन्
के यहाँ त आज के हो हेर त राम्रो काम गरिस् है ल बुवा तपाईँ पनि आउनुभएको छ तपाईँले भत्ता रोकिदिने कुरा गर्नु हामी त्यसो गर्दैनौँ है हामी त जनताको सेवा गर्न बसेको ल आज सँगै बसेर हामी चाहिँ यहाँ मिठो खानेकुरा खानुपर्छ है त आज बुवा खाउँला त खानेकुरा त अब अलिकति त छुच्चो मुन्छे म होइन ठिक छ के बोल्छु थाहा हुन्न वराएर चाहिँ हुनुहुन्न रहेछ मापाउ है है ठिक छ ल बुवा म चाहिँ बिहान चियाकपको लागि आएको मेरो अफिसको टाइम छ ल यहाँ चाहिँ लोकल कुखुराको मासु सहित ढिँडो सहित चिरिप्प साँझ पार्नुपर्छ है तपाईँ जस्तो अन्य बुवालाई लिएर आउँछौँ अहिले चाहिँ म लागेँ है ल बुवा बसौ बसौ जाम साथी बसौ बुढा भन्छ फेरि बुढा नभन् बाउ भन्न हेर हजुर बुढा त हो नि त बुढालाई त बुढा भन्नु पर्यो तन्निरलाई तन्निर भन्नु पर्यो तपाईँ हामी जस्तै तन्निरी हो र त बुवा दुईटा कुरो मिल्छ जे भने नि भन्नु होइन त्यसरी तपाईँले फेरि अपमान गरेको चाहिँ नसोच्नु होला है अब यसो चिरिप्प लाग्यो भने त फेरि हामी पनि बुढा नै हो नि ल्याउ त छिटो ल्याउ खान दिन्छु भन्नु न कति होला गरेर चुप लाग आम्मा होइन के हो यो राजा फाल्टे भन्थे राजा फाल्या देशमा दरबार छ होइन को राजा बस्छ फेरि यहाँ खै तेरी यो राजा बस्ने होइन कि बुढा को बस्छ त यस्तो गजब गर्नु यहाँ त यो त ठुल्ठुला मान्छे यहाँका ठुल्ठुला मान्छे आएर बस्ने ठाउँ हो बसेर चिरिप्प माछा हेर्दै खाने ठाउँ हो के बुढा हो र हो कि होइन साथी हो नि त बुवा यहाँ त यो रिभर साइड कटेज हो के यो रिभर सार्छ भनेको फेरि रिभर साइड भनेको रिभर भनेको खोला खोलाको साइडमा बनाएको घरलाई रिभर साइड कटेज भन्छ कुन भाषा गाई खाने भाषा होइन, होइन। खोला भन्नु नि त यार अङ्ग्रेजी भाषा पनि अलि हाल्नु पर्यो कि होटेल कहाँ चल्छ त बुवा सहकारी होटेल एन्ड लज हो नि त यो त अमेरिकन गोराहरू पनि आएर बस्छ कि बुवा त्यो भएर यसलाई रिभर साइड कटेज भनेको यो रिभर साइड कटेजमा चाहिँ टक्क भित्र बसेर खायो भने खोला कलकल बगेको माछा सुर्लुङ सुर्लुङ हिँडेको अनि चुरुप्प लाउनाहरू त मान्छे त उही हो त बुवा त मुख नमिठाई रक्सी खाएर बिग्रिने हुन्छ त खाने होइन म एक्लै हो है ल ठिक छ ओके हामीलाई खान मन लाग्दैन बुवा तपाईँ एक्लै खाने म भनेको देश शेष सब खाइसके उमेर काटिसकेको अब चिप्लेर माथि जाने बेला भइसक्यो युएसको त अझै छ नि त धेरै टिमेर भन्ने भुरा हो के होइन होइन अब पछि खायो भने यस्तो त पछिल्लो समय पो अब यस्ता बङ्गला घर बनायो म त पहिले मेरो पालामा यस्तो थियो नि त गराउँथेँ नि थिएन जमानामा चाहिँ उता कोइलाबासमा नुन बोक्न जाँदा तपाईँ 14 वर्ष हुनुहुन्थ्यो अरे त्यतिखेरबाट तपाईँ सबै खाना लानु अरे सबै गर्न थाल्नु अरे तरुण बस्यो अरे हामी त अहिले 20 वर्ष भएन पनि हामीले चाहिँ के गरेका छौँ अब त हामी सुरु गर्नुपर्छ है बुवा बग्ग गर ल केही छैन केही पर्यो भने मङ्गले बा छ है अब हेर भाइ यो कटेरोमा म चर्निउ माथि जानिउ म कहाँबाट जानिउ खै बुवा त्यो कटेरो होइन के कटेज भनेको जे भए पनि चराइदिएन न तँ एकचोटि तपाईले दाउरा राख्ने कटेरो जस्तो मान्नु भएछ कि हेर्नुहोस् त आउनुहोस् त अब कटेरो कस्तो रहेछ कटेज कस्तो रहेछ जे होस् के तेरो टाउको म चर्छु यो उक्लिने कहाँबाट यो बिस्तारै बुढा चुप लाग्छौ हेर त सिकेछ है हामी पनि यस्तो गराउनु पर्छ ल ल शोमा क्याम्प फायर तथा पाटोमा रिसोर्ट बसाइको व्यवस्था सुरक्षित पार्किङ साथै धुलाइको व्यवस्था विभिन्न वेशभूषा तथा सङ्गीत वाद्यवादनको व्यवस्था सामाजिक सञ्जाल मैत्री गार्डनको कटेज व्यवस्था भनेको यसलाई भन्छ कि बुवा यस्तो पो रहेछ त यो फेरि हो यहाँबाट यस्तो बनाएर पुरा हेर तोरी अब तैँले पनि यस्तो गराउनुपर्छ साथीको मात्र हेरेर बन्टो नहल्ला सिक केही कुरा होइन भाइ हो बुवा अब चाहिँ यो बाउलाई मेरो साथीलाई होइन तपाईँको छोरालाई मसँग सङ्गत गरी म यस्तै बनाउन पठाउँछु हो अब गराउनु पर्यो तपाईँ घर गाउँमा चाहिँ यसो जोड्ने मात्रै हलकिलो गर्ने ग्वाला पठाउने मात्रै गर्नुहुन्छ क्या मसँग त्यो जाने केही छैन परिवर्तन गाउँ पहिलेका 3 बागमारामा रहेको ठुलो व्यापारिक केन्द्र बजारमा आयो भने पक्कै पनि उहाँले पनि यस्तै गराउनुहुन्छ हो तपाईँ अहिलेसम्म कहाँ हराउनु भएको थियो बुवा हामी त गाई बाख्रा भुइँसिउ पुच्छर समात्ने त्यसो होइन नि अब जमाना अनुसार अलि नयाँ सोचबाट अगाडि बढ्नु पर्यो के ल ठिक छ हेर त ओ केटो हजुर फोटो खिच्देल त म घर गइकिन उहाँ क्यान फेसोमा हाल्ने च्याउ ल यता हेर बुढा यता हेर ल खिच ल हाम्रो बुवा र मेरो है राम्रो निकाल राम्रो आछ हो ल बुढा अरु के आमा पाउँछस् त है अब तपाईँ र म चाहिँ ट्याक्कै अब सामाजिक सञ्जाल फोटो फेसबुकमा ट्याक्कै आउँछ है अब हाम्रो त्यो फेसोमा आउँछ ल साथी तपाईँले चाहिँ हाल्नुहोस् है गजबले आज राखिदिन्छु अब हेर भाइ सबै हेरेँ मैले अब बिहा भने चाहिँ यस्तो खाउँछु कहिले दिने हो कहिले खाने हो जाम्नु त अब त्यसो भए त्यो पनि खाऊ बुवालाई चाहिँ होइन मिलाएर यहाँको चाहिँ अर्ग्यानिक कोडो होइन कोडोको चुप्प एक हान्ने बित्तिकै हुने खालको दिउँ न त हुन्छ
जाऊ त जाऊ किन हतार गर्छस् हर दुर्गा मुला अलदुर खाने कुरामा पनि लेब्रे गर्छ यार यो कस्तो खालको हतार नगर्नु है बुवा यहाँ लडिन्छ फेरि यसको नाम फेरि भेले हो के भाइ पहिला सानोमा ए हो र अहिले यो सबै कुराहरू पोल्न खोल न केर साथी हो भाइ केही हुन्न कि कता जाऊ 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 भाइ जाऊ त्यहाँ होइन कि बुढा यता 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 बुवा यता यता यहाँ पो हो हजुर बसौँ त बसौँ खाने भनेपछि बसौँ 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 खानुलाई जुङ्गाल छेक्दैन भाइ साथीलाई बस्न दिउँ बस ल सर साउ भाइ बस ल अब खानुपर्छ यही हो खाने होइन होइन कोडाको लोकल स्पेसल हाम्रो अर्ग्यानिक आउँदैछ ए ल बहिनी फेरि तोरीहरूले कोदो भनेर पानी दियो भने चर्काइदिन्छु फेरि होइन हो यति राम्रो कोडाको पुरी छ तिर्खा लागेर नि मर्ने भयो आउँदैछ क्या बुढा चुप लाग्यो न आउँदैछ ल मैले चाहिँ भित्र कोडोको भनेको छु कति बेला आउने हो चुप लाग्यो बुढा आउँदैछ बुवा अब आइसकेको छ आइयो। ए कोडोको चाहिँ हेर्नुहोस् न राम्रै रहेछन् मुन्छ त पहिला गएको छैनन् भाइ चुप यही हो यही त हो नि कोडोको यो भनेको त घैटो जस्तो छ त होइन कोडोको चाहिँ रक्सी दिने भाँडो हो यो घैँटो होइन यो हो र हो नि त बरु हालिदिन्छु त नछो साउले गर्छन् नि ल ठिक छ ठिक छ सिक्छ खानु साथी साथी तपाईँ र म नखाउँ बुवालाई मात्र हालिदिउँ है होइन तिनटेला हाल भाइ आज खाउँ नै हामी नखाउँ बुवासँग खानु मिलेन नि त म त यसो साथी साथी चुप्पो लाएर मिलेर म त खर्या छु बढी हुन्छ बढी बढी हुन्छ है अलि हाल ल अहिले खाएपछि फेरि थपाउँला नि त बुवा हुन्छ सक्को 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 यो पनि कोही नलाग्नु सबले बारचुरी खाऊ म खान्छु है ए बिस्तारै खाऊ बुढा घटी लागेर मरौँला बिस्तारै रक्सी घाँटी लाग्छ चुप बिस्तारै बिस्तारै खाऊ बुवा बिस्तारै खानु यो त कस हो त एक पानी कस हो त बुढा बिस्तारै ए यो त कस हो यो अलिकति पानी हालिदिउँ कि हो अलि हाल्नु कहाँ मलाई कस जेबेन हाल अझै खान्छु अनि साथी हाल्नु। अघि त गमला थियो त खै बाख्रा मासु कालिजको मासु लोकल मासु खै बुवा त्यो त्यति कालिजको मासु लोकल मासु बनेर आउँदैछ बिस्तारै खाँदै गर्नुहोस् न भाइ खान्छु खान्छु आज त थोरै खाऊ फेरि एक हालिदेऊ बुवा धेरै खाने होइन है यो कोडोको चाहिँ एकदम कडा छ है ल म खान्छु त साथी, थोरै। यो त उहाँले त धेरै चाहिँ ओहो यो त भएन नि बुवा यो धेरै भएन तिमीहरूले नसिकायो तिमी भने हिजो चल्ला हो है मैले यस्तो कति खाएँ छोरमा मुत्न जान्छु म त बुढो 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 त्यो होइन बाटो यता छ बाटो 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 यता छ बुढा बाटो यता छ भने बुढा 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 ल साथी राम्रोसँग लगाउँ है बाबालाई बुढा बुढा लोड्नु हो त बढी लागिसक्यो बढी लागिसक्यो ल बुवा ल उठाउ उठाउ ल ल म मुत्छु के ल ल उठाउ उठाउ अब ल साथी ल उहाँलाई चाहिँ म अघिकै डेटमा मैले सुधार लगेँ सुधार लानु है ल अब चाहिँ बाबालाई चाहिँ एकदम रेस्ट गराउनु पर्छ है ल कहाँ सुत्ने भाइ भन 3PN मार्टका सुविधाहरू फिक्स रेट क्यासब्याकको व्यवस्था दैनिक उपभोग्य सम्पूर्ण सामानहरू एउटै काउन्टरबाट थोक तथा फुटकर बिक्रीको व्यवस्था स्वदेशी तथा विदेशी अर्ग्यानिक वस्तुको खरिद बिक्रीको व्यवस्था ग्राहक मैत्री काउन्टर उपभोग्य सामान सोको व्यवस्था अनलाइन पेमेन्टको व्यवस्था थोक सामानको लागि ढुवानी ट्रक तथा ट्र्याक्टरको व्यवस्था दैनिक उपभोग्य सामानको नमुना सोको व्यवस्था दैनिक उपभोग्य सामान मूल्य सूचीको व्यवस्था डिपार्टमेन्टल स्टोरको नीतिगत व्यवस्था सहकारी होटल एन्ड लजका सुविधाहरू अर्ग्यानिक खानाका साथै आरामदायी बासको व्यवस्था ग्राहकको रोजाइ अनुसार एसी अट्याच कोठा साथै कमन कोठाको व्यवस्था नुहाउन र धुन चिसो तातो पानीको व्यवस्था सबै अनलाइन तथा विद्युतको व्यवस्था शुद्ध विद्युतीय प्युरिफाई खानेपानीको व्यवस्था बालबालिका वृद्ध तथा अपाङ्ग मैत्री वातावरणको व्यवस्था अर्डर अनुसार कटेज खाना नास्ताको व्यवस्था सबै सेकुवा मासुको व्यवस्था विभिन्न गोष्ठी सेमिनारको लागि प्रोजेक्टर साउन्ड सिस्टम साथै सभाहालको व्यवस्था